ल ल ठिकै छ, अबदेखि क्लासमा सुत्ने हैन। ओके सर। रोल नम्बर 4। प्रेजेन्ट सर। रोल नम्बर 5। रोल नम्बर 5 को हो फेरि यो रोल नम्बर 5? सर, रोल नम्बर 5 को आज घरमा श्राद्ध छ रे, त्यो स्कुल आउन अलि ढिला हुन्छ भन्दै थियो। ढिला रे? म भन्दा ढिला हुने मान्छे बाहिरै राख्छु म, क्लासमा छिर्न पाउँछु भनेर मक्ख पर्या होला हैन? मे आई कम इन सर? तै होस् रोल नम्बर 5? हो सर। ओहो महाराजज्यू दर्शन, किन ढिलो आउनु भएको स्कुल? क्लास 10 बजे नै सुरु हुन्छ भन्ने थाहा छैन? सर, आज घरमा श्राद्ध थियो के, त्यही भएर ढिला भयो। श्राद्ध होस् कि पूजा होस्, मेरो क्लासमा कोही पनि ढिला आउन सक्ने छैन भनेर भने हैन मैले अस्ति नै? भने त हो नि सर। अनि थाहा हुँदा हुँदा ढिला हुने, आज दिनभरि बाहिरै बस्ने त, बुझिस्? ठिकै छ, झन् मैले सरलाई मनपर्छ भनेर श्राद्धको खिर अलिकति ल्याइदिएको थिएँ, कसलाई दिने होला यो खिर अब? ए हो र? आइजे आइजे, त्यसो भए भित्रै आएर बस। नाटकै हो त्यो खिर चाहिँ अहिले हाजिर सकाउँछु अनि खान्छु है त। रोल नम्बर 6। प्रेजेन्ट सर। रोल नम्बर 7। प्रेजेन्ट सर। रोल नम्बर 8। प्रेजेन्ट सर। रोल नम्बर 9। प्रेजेन्ट सर। ओए, तिमीहरू क्लासमा 6 जना मात्रै हैन, 9 जना कसरी प्रेजेन्ट हुन्छ? को हो त्यो प्रेजेन्ट भन्ने? सर, यो हो सर, यसले भन्या हो। अबे साले। हैन, मैले भनेकै छैन सर, यसले चाहिँ भन्या हो सर। हैन सर, त्यसले चाहिँ भन्या हो। चुप लाग तिमीहरू, यो क्लासको केटाहरू सबै फन्टुस रहेछन्, बरु केटीहरू ज्ञानी छन्, अहिलेसम्म केही बोल्या छैनन्। थ्याङ्क यू सर।